Good afternoon, everyone. Respected principal sir, teachers, and dear students. Warm greetings to all. I feel truly honored to be here today as a judge for this wonderful talent show organized by Pratibha Secondary School. Today is not just a competition, it is a celebration of creativity, confidence, and culture. This participant here is showing not only talent but also encourage and direction as a dance and art lover. I am very excited to see the amazing performance from our talented students. I wish all of you the very best performance and confidence and joy. Namaste, म चाहिँ विराज गुरुङ। आज यो हाम्रो राहुल सरले चाहिँ गर्दाखेरि चाहिँ म तपाईँहरूको समक्ष चाहिँ यो ठाउँमा चाहिँ आज हजुरहरूको नृत्यको जज गर्न आइपुगेँ। त्योभन्दा अगाडि म सानो कथाबाट स्टार्ट गर्न चाहन्छु। तपाईँहरूले सुनिराखेको नै होला, चार्लिन च्याप्टर भन्ने सुन्नु भएको छ कि नै? एकपटक चाहिँ चार्लिन च्याप्टर जुन अलाई कम्पिटिसन उनको जस्तै चाहिँ प्रतिभा कतै भर्खरै भन्ने सुनेको पछाडि चाहिँ उहाँ पनि त्यो ठाउँमा चाहिँ मजाकमा स्टुडेन्ट चाहिँ भाग लिन उपस्थित हुनुभयो। त्यो प्रतियोगितामा धेरै मानिसहरू चार्लिनको जस्तो पहिरन, हेराइ र हावभाव गरेर प्रदर्शन गर्दै थिए। तर सबैभन्दा रमाइलो कुरा चाहिँ के थियो भन्दाखेरि स्वयं चार्लिन च्याप्टर भाग लिँदा पनि उनी पहिलो होइन तेस्रो स्थानमा परे। मैले भन्न खोजेको कुरा चाहिँ के हो भन्दाखेरि न्यायाधीशहरूले उनलाई पहिचान नै गर्न सकेनन् र अन्य सहभागीलाई उनलाई भन्दा बढी चार्लिन जस्तो लागे। मैले भन्न खोजेको चाहिँ के हो भन्दाखेरि कहिलेकाहीँ चाहिँ तपाईँले राम्रो गर्दा पनि अर्को साथीको चाहिँ पर्फर्मेन्स चाहिँ राम्रो आउन सक्छ। मलाई थाहा छ यो कक्षा 9 क्लास हो, 10 क्लासभन्दा चाहिँ अनुशासित छ। यता पछाडिको भाइहरू यता सुनिदिनुहोस्, यो चस्मा लाउने भाइ है, मलाई थाहा छ यो प्रतिभा स्कुल चाहिँ एकदम ज्ञानी छ। अब अघि नैदेखि मैले यो तपाईँको चाहिँ प्रोजेक्टरबाट पनि देखिरहेको छु। अब म आफूलाई भाग्यमानी पनि सम्झिनु पर्यो, यत्रो धेरै अवार्डबाट चाहिँ सम्मानित भएको विद्यालयमा आफूले यसरी चाहिँ जज गर्न पाउँदा। यो बाबु नानीहरू यता हेरेर सुनिदिनु होला, म सरसर्ती जान चाहन्छु रिजल्टतर्फ। अब त्रुटिहरू धेरैका थिए, मैले चाहिँ त्यो त्रुटिहरू चाहिँ भन्न चाहिनँ। बुझ्न मन लाग्यो भने चाहिँ राहुल सरलाई सम्पर्क गर्नु होला। तेस्रो चाहिँ मेरोमा चाहिँ 2 जना पर्नुभएको छ। एकजना चाहिँ टप्पा डान्स 90बाट अगाडि आइदिनको लागि दिलासा थापाज्यूलाई चाहिँ अनुरोध गर्दछु। त्यसै गरी तेस्रो स्थानमा पर्न सफल, खासमा त उहाँहरूको सबै ठिक थियो। अब त्यो चाहिँ कतिपय कुराहरू चाहिँ अब धेरै कुराहरू छ, म भन्दै गरौँला। लाउरे काटे त्यो बिचमा चाहिँ एकजना नानीले एकदमै राम्रो एक्टिङ गर्नुभएको थियो। 90बाट कृपया अगाडि आइदिनुहुनको लागि पनि अनुरोध गर्न चाहन्छु। दोस्रो स्थानमा झ्याउरे नाच्नु भएको थियो एउटा छोरीले। म त्यो छोरीलाई नि पछाडितिर नै देख्छु, उहाँको नाम सायद कृतिका होला। कृतिका लाखा मन पर्यो भन्ने गीतमा नाच्ने छोरी दोस्रो हुन सफल भएकी छिन्। कृपया अगाडि आइदिनु होला। तेस्रो दुईटा रे के मन पर्यो, लाउरे मन पर्यो भने दुईटा। झ्याउरे डान्स चाहिँ थर्ड हो अनि टप्पा डान्स पनि थर्ड हो, दुईटा थर्ड हो के अरे। मेरोमा चाहिँ दुईटा थर्ड गर्नु भएको छ। दोस्रोमा चाहिँ लाखा मन पर्यो भन्ने छोरी कृतिका चाहिँ दोस्रो हो। 90बाट कृतिका छोरीलाई अगाडि आमन्त्रित गर्दछु। कृतिका र प्रथम हुन सफल हुनुभएको छ।
यहाँहरूको डान्स पनि एकदम कडा थियो। उहाँहरूले चाहिँ राई सिरवन्ती लाउनु भएको थियो, मगर ड्रेस थियो। अनि उहाँहरू हुनुहुन्छ 90बाट रेशम। रेशममा यति भन्दै हजुरहरूको समक्षबाट गीतराज गुरुङ बजेर हुन चाहन्छु। धन्यवाद।